गाइस अब हामी पर्दैन थियो अघि अस्ति गएर थिएँ अस्ति फुलहरू के थिएन अब फुलहरू पलायो केटाहरूसँग यसो हल्का जाउँ न भने केटाहरूले अनि ओके जाउँ न त लागिन आँटेको हामी के होइन त्यही हो अब आधी घन्टा लाग्छ जानुको लागि अब चाहिन्छ होइन यात्रा अब त्यहीँको छ हेलो गाइस हामी चाहिँ रोड्स पार्क आइपुग्यो ठ्याक्कसँगले उहाँ चाहिँ गोल खेल्ने ठाउँ छ ठ्याक्कसँगले होइन अनि अलिक पर चाहिँ रोज गार्डनहरू छ ठ्याक्क ब्रोहरूले उता सेटअप हान्दैछन् के उसले भ्लग गरेको एउटा होइन ठ्याक्कसँगले उसले अब भ्लगको लागि लाइक क्यामेराहरू के मिलाउँदैछन् मैले चाहिँ अब स्टार्ट हान्दैछ अगाडि उसले भन्दा अब हामी यता नि जान्छ सबैतिर घुमिन्छ प्रायः होइन आज गर्मी छ क्या लास्टै गर्मी छ आज अनि त्यही भएर त्यस्तो अहिले हामी डुल्छौँ अनि अब देखाउँछु म उता माथि जान्छु सबैतिर जान्छु त्यही सो गाइस केटाहरू आइपुगे चलिरहेको छन् उहाँ ब्रोले फोटो खिच्न था नि भन्दै थिएँ अब हामी जाँदैछौँ उहाँले फोटो खिच्न केटा हो भने यहाँ आएको म बिफोर सो आई अलरेडी नो उनीहरू आएकै थिएनन् आई डोन्ट थिङ्क मेबी आई डोन्ट नो आएको थियो कि भए र यहाँ फोटो खिचिन्छ मैले क्यामेरा ल्याएको छ ठ्याक्कसँगले फोटो खिचिन्छ ओरिन्छ अनि अर्को ठाउँ जाइन्छ हामी फोटो खिच्न त्यही होइन गाइस अब हामी एकछिन केटाहरूले टिकटक बनाउने अरे टिकटक बनाउने अरे अनि हामी टिकटक बनाउँछौँ फोटो अनि ठ्याक्क फोटो खिच्छौँ ओर्छौँ अनि म फेरि भिडियो कन्टिन्यू गर्छु गाइस त्यही हो टिकटकमा देखेँ हेलो गाइस अब हामी अलिकति टिकटक बनायो हल्का बिर्सेछु मैले टिकटक बनाउनु थाल्यो फोटो खिच्न थाल्यो फोटो त खिचेन टिकटक बनायो एक दुईवटा होइन यस्तो कमेडीवाला हल्का होइन अनि रोज पार्क भनेको यस्तै छ यहाँ छ यहाँनिर छ गार्डन ब्रो यहाँ छन् यहाँ छ फुल राइट देयर होइन यहाँनिर छ म भ्लग बनाउँदैछु ब्रो एकछिन ल उहाँनिर फाउन्टेनमा त्यहाँ जान्छु अहिले होइन यो चाहिँ राम्रो छ क्या रोज फ्लावर होइन हल्का कस्तो छ ब्रो कस्तो आयो र फोटो यहाँ त ब्रो सबै कालो न कालो आउँछ होला यार ब्रो यहाँनिर तर यस्तै हो फुलहरू यहाँ छ उता अहिले हामी उहाँ जान्छौँ अनि देखाउँछु अब केटाहरू फोटो खिच्ने अरे यहाँनिर हल्का त्यही त गाइस अब हामी उता कता भन्छ उता जान्छौँ होइन यहाँ फुलहरू चाहिँ राम्रो छ यहाँनिर रोज छ रोज फ्लावर राइट देयर होइन अनि ब्रो यहाँ छन् ऊ अर्को ब्रो त्यहाँ छन् अब उता नि जान्छ हामी होइन यता रहेछ हर्ब गार्डन भन्ने यहाँ रहेछ यता जाने रहेछ रहन चाहिँ के छ म आएको यहाँ लाइक हुन्छ नि अब केटा हुन्छ मलाई त्यही आइदिन क्या यता म आउनु त आएको बिफोर तर सबैतिर घुमेकै थिइनँ क्या म चाहिँ हल्का घुमिरहेको थिएँ यसो उसो त्यही हो होइन अनि हल्का यता चाहिँ यस्तै छ फ्लावर्सहरू गार्डन भनेको यस्तै हो होइन उहाँनिर फोटो राम्रो आउँछ क्या बस्ने एउटा ठाउँ छ चेयर त्यहाँ बसेर खिच्यो भने राम्रो आउँछ मैले पहिला खिचिरहेको थिएँ क्या लाइक इफ इयर्स अगो लाइक प्राउड लाइक आई डोन्ट नो आई थिङ्क लाइक 2-3 इयर्स अगो प्राउडली खिचिरहेको थिएँ राम्रो आउँछ त्यहाँनिर फोटो क्यामेरामै खिचेको क्यामेरामा होइन फोनमा खिचेको एक्चुअली त्यो फोटो मैले राम्रो आएको थियो धेरै राम्रो मलाई चाहिँ मन परेको थियो त्यो चस्मा लगाएर हल्का खिचिरहेको थिएँ होइन अझै छ उता पनि छ छन चाहिँ उता नि फ्लावर्सहरू छ फ्लावर गार्डनमा फ्लावर नगरेर के हुन्छ त होइन त्यही हो फ्लावरहरू छ त्यो चाहिँ यस्तै मात्रै छ फुलहरू यस्तो त्यो रोज फ्लावर भयो यस्तै अन्ली त्यस्तो स्पेसल त केही छैन जस्तो लाग्छ यहाँनिर एउटा उयो छ क्या त्यहाँ स्टेयर्स छ माथि
त्यो अलिकति माथि जान्छ त्यहाँबाट नि राम्रै आउँछ होला आई थिङ्क त्यो माथि चाहिँ म कहिले गइनँ माथि चढेको भन्नाले मुनि फोटो खिचेको चाहिँ माथि चढेको छैन म यहाँ सेतो फुल छ वाइट फ्लावर यहाँनिर उयो छ के भन्छ मैले अस्ति पहिला नि 2 इयर्सको फोटो यहीँ खिचेको नि त यहीँ बसेर खिचेको यो ब्याकग्राउन्ड राम्रो छ आई मिन आज गर्मी छ यहाँ गएर स्विमिङ खेल्ने कि भन्दा नि टाउको दुमाउकै जस्तो पनि लागिरहेको क्या यस्तो गर्मी छ अनि तर के गर्नु मिल्दैन अब ब्रोलाई म भन्नु पर्ला क्या ऊ जाउँ बिचतिर स्विमिङ गर्न भन्नु पर्ला क्या आलम क्रिक भन्ने एउटा छ बिच होइन त्यसमा चाहिँ हल्का स्विमिङ गर्न पनि मिल्छ हिँडेर आएको ब्रो म अघि एनिवेज त्यहाँनिर चाहिँ स्विमिङ गर्ने पनि छ क्या लाइक लेक जस्तो छ सानो स्विमिङ गर्न मिल्छ त्यहाँनिर चाहिँ राम्रो छ बिच जस्तै भयो बिचै हो भने राम्रो छ ब्रोले त्यहीँ जाउँ कि भनेर जस्तो पनि लागिरहेको थियो जस्तो गर्नु छ यहाँ छ ब्रो पनि एउटा भ्लगरै हो उसको चाहिँ लुई फ्यामिली छ होला त्यस्तै कसो छ के भन्छ युट्युब च्यानलको नाम उसले भर्खरै सुरु गरेको उसलाई सपोर्ट पनि चाहिरहेछ क्या हल्का उसको ट्राभलहरू भएन अनि बनाउनुको लागि हल्का हेल्प पनि चाहिरहेछ उसलाई यस्तो केटाहरू सबै केटाकेटीहरू सबै मिलेर उसलाई हेल्प गरिदिनु पऱ्यो क्या हल्का सब्सक्राइबर बढाइदिनु पऱ्यो फर्स्ट भ्लगर हो अब फर्स्ट भ्लगरमा त अब के जानिँदैन पनि यसो उसो त्यही बनायो सानो सुनो त्यस्तै हो अरू त केही हुँदैन हामी आई गेस होइन के भन्नु पनि हुन्छ फर्स्ट भ्लग हो अब डर त के लाग्थ्यो त्यही हो डर अलिअलि भने लाग्छ के भन्नु हुन्छ त्यही भएर पनि हो अनि अब फर्स्ट टाइम भ्लग गर्नु थालेको भर्खरै उसले म नेपालबाट आएपछि भन्नाले भर्खरै उसले सुरु गरेको भ्लग 1-2 वटा मात्रै त्यसो भिडियो बेसी बनाएको छैन नि होइन जाडो लागिहाल्यो अनि भर्खरै गर्मी लागिरहेछ त्यही भएर बनाउनु थालिरहेछ फेरि भ्लग मैले पनि त्यही हो मैले कति भएको थियो नबनाएको भ्लग तर समर लाग्यो क्या पहिले त अब चिसो थियो कहीँ जाइ हुन्थ्यो न केही हुन्थ्यो त्यत्तिकै भ्लग पनि बनाइएन त्यही भयो अब समर लाग्यो अब त्यस्तै पार्क भयो अब बिच भयो त्यस्तै भ्लग आउँछ क्लिभल्यान्ड ट्राभल गरेको हुन्छ नि आउट अफ स्टेट त्यही हो ब्रो उता गइरहेछ मलाई बोलाइरहेछन् ब्रो आउन भन्दै म जाँदैछु उता हो उसँगै मान्छेहरू यहाँ थुप्रो छ नेपाली यत्तिकै छ क्या मान्छेहरू लाइक नेपाली त कोलम्बसमा त यत्तिकै छ नेपाली तर बेसी जस्तो चाहिँ उता हामी बसेकोतिर छ नि नेपालीको पुरा के भन्छ त्यसलाई ग्याङै छन् नेपालीको त ग्याङै छ हामी बसेकोतिर चाहिँ यत्तिकै नेपाली हो त्यही हो ब्रो उता छ नि ब्रो के गर्दै हो घाम त सही छ लास्टै घाम ओ ब्रो स्विमिङ गरेर जानु पर्ला यार आलम क्रिक कहिले हुन्छ नि ब्रो हल्का होइन गर्मी छ अनि अरू त के भन्ने त्यही हामी उता अघि त गोल खेलिरहेकोतिर पनि जान्छु त्यहाँ त केही छैन यता मात्रै माथि रोज पार्क भनेको मुनि त त्यही गोलहरू खेल्ने भयो यता केटाकेटीको त्यो टिङहरू खेल्ने त्यति मात्रै छ अरू केही छैन पछाडि यता मात्रै राम्रो भनेको अलिक राम्रो अलिक त्यस्तो फुलहरू के भएको घर ऊ ब्रो चाहिँ कहाँ हरा अर्को ब्रो चाहिँ खोइ थाहा भएन खोइ क्यामेरा लिएर ए उयो रहेछ न ब्रो त्यो रातो लगाउने होइन अर्को छु पछाडिको उयो कालो लगाउने ब्रो लङथङ हिँड्दै आउँदैछन् कस्तो कालो न कालो भयो यार ब्रो एनीवेज एज आई वाज सेइङ अब हामी उहाँ जानु पर्ला यार ब्रो त्यो उयो
कालो उयो भएको चढ्ने ठाउँ भएको उयो चढ्ने ठाउँ छैन ब्रो जानुपर्छ ब्रो ऊ यहाँ छन् ब्रो उता कहाँ छन् उता छन् हौ गइरहेको छौँ हामी मान्छेहरू यत्तिकै छन् होइन गर्मी त लास्ट यार गर्मी न गर्मी त ब्रो यहाँ छन् right there झरे right over there bro यहाँ छन् र गाइस अब म यहाँ पुग्छु नि जब यो ठाउँमा अनि म फेरि उयो गर्छु स्टार्ट गर्छु हेलो गाइस हामी चाहिँ पुग्न आँट्यौँ यहाँनिर होइन गर्मी न गर्मी छ अब ब्रोलाई चाहिँ मैले उहाँनिर त्यो चाहिँ हामी तिनजना भएर उचालेर यता सारिदिउँ अनि सकेपछि त्यही सारिदिनुपर्छ भन्ने होइन ब्रो कसो त्यस्तै हो मान्छेहरू छन् थोडा छैन ब्रो अलिक घाम ढल्केको बेला आउनु पर्छ क्या हामी बरु नि राम्रो फोटो नि आउँछ नि त अलिक लाइक 6 बजीतिर 6-7 बजी व्हाइट र रेड मिक्सको cherry perfect something some shit त्यस्तै कसो यहाँ अमेरिकामा बसेर नि इङ्ग्लिस त्यति साह्रो आउँदैन यार सेट कति भएको कोलम्बसमा बसेर पनि आउँदैन त्यति साह्रो इङ्ग्लिस के गर्नु यस्तै छ जिन्दगी केटाहरू हिँडिरहेछ हामी आइपुग्यौँ है हामी आइपुग्यौँ अब माथि जान्छौँ अब हामी चढ्छौँ आज फर्स्ट टाइम हुन्छ म चढेको माथि चाहिँ चढ्नै पऱ्यो नि यहाँ आएपछि त मैले त्यही ब्रोले मैले जे भन्यो त्यही भनिरहेको छु यहाँ आएपछि नचढेर भयो त ब्रो होइन यस्तो यो स्टेप चाहिँ मलाई साह्रो राम्रो लाग्यो यस्तो लाइक घुम्ने खालको स्टेप रहेछ यहाँदेखि चाहिँ हो नि त यस्तो छ होइन यस्तो छ यहाँदेखि चाहिँ हो नि त पुरा राम्रो भ्यू आउने अलिअलि बेसी त आउँदैन अलिअलि राम्रो छ गार्डन रोज गार्डन यहाँनिर नै फुल छ राम्रो छ नि यहाँ पनि छ उहाँ यो कस्तो लाग्यो ब्रो पार्क दामी छ ठिकै त्यतिको पार्क छ एमा चाहिँ हावाहरू छ नेवा शीतल लाग्छ काम चाहिँ लास्टै छैन तर शीतल आइरहेछ हावा आइरहेछ शीतल हावा गोप्रो भए कति सजिलो हुँदैछ नि साँच्चै यार ब्रो तपाईँले ठ्याक्क लगाएन तर गाइस उता जाने अरे केटाहरू म चाहिँ आएको थिएँ यता कहिले गएन कता यता कहिले गएन उता पनि कहिले गएन कता जाने यता जाने भने जाउँ न ब्रो जानु भएन नि ब्रो तिमी नजाने उता अरे पार्किङ लट छ अरे जानु चाहिँ कहिले गएको छैन म यता ब्रो पार्किङै छैन
ब्रोले त्यही हो God damn, bro. खतरा गर्नु एकदमै यहाँनिर ठ्याक्कसँगले भनेको छ वेलकम टु द हेरिटेज रोज गार्डन होइन यहाँ चाहिँ अलिक शीतल रहेछ बरु रुखले गरेर सबै यस्तै फुल मात्रै रहेछ नि हो यस्तै फुल मात्रै रहेछ क्या सबै प्रायः जस्तो I mean, I already know that obviously. But it's never been before. Nepali education, Spanish, सबै छन् नेपाली छन् विशेष त जहीँ हेर यताहरू नेपाली उताहरू नेपाली त्यही हो Oh God. ऊ ब्रो द ऊ सेल्फीमा हान्न थाल्यो ल यता कहिले गएको छैन अब लेट्स गो होइन सँगै जाउँ न गाइस ओ गड गर्मीले चाहिँ नाच मार्ने रहेछ है यतैबाट जान्छु म कहिले हेर्नु पर्यो ब्रोले पार्किङ छ यता भन्दै थिएँ पार्किङै होला प्रोबेबली यसलाई कहिले आएको छैन थाहा छैन होइन त्यही हो यहाँ नि बस्ने ठाउँ रहेछ यहाँ पनि है बस्नु त ए से मखमली हो के भन्छ नि नेपालीमा फुल यहाँ रहेछ यार यो फुल क्या हो यहाँ पनि रहेछ है सेट यहाँ टन्नै रहने यहीँ पाउनु पर्ला जस्तो छ त टिप्न चाहिएको बेला Damn, bro. त्यही हो होइन ब्रोले पार्किङ छ भन्दै थिएँ पार्किङ त रहेन त भन्दा नि उयो छ होला आई थिङ्क यो कटेपछि ब्रो पनि आउँदैछन् पछि यता त के छैन यस्तो लाग्यो त्यस्तो हो त रह त पार्किङै रहेछ यता त केही रहेन त्यस्तो पार्किङै छ जस्तो छ पार्किङ स्कुल के हो खोइ के हो अब र पनि हो र लाग्दैन त उतै अब किन भएपछि किन जानु पार्किङ हो त्यही छ अरे बरु यतै लाग्यो जता आएको त्यतै फर्क्यो त्यो नेपालीको के हो नेपालीले दसैँ उदी लगाउँदैन त्यो उयो फुल उयो फुल पनि रहेछ यार उयो रहेछ ब्रो ब्रो किन होइन उयो त्यो हो र उयो भनेको ब्रो यो हो त अनि यही त हो त अनि अघि भर्खर यता आउँदा देखेँ क्या ब्रोले सयपत्री ठ्याक्क दिन नाम दिमागमा आएको थिएन ब्रोले भनिदिइहाल्यो क्या ठिकै अब हामी ब्याग उतै जान्छौँ अघि कताबाट आएको त्यतै फर्किन्छु फर्किँदै अब गयो बिस्तारै गयो त्यही त अरू के हो यहाँनिर के भनेको छ भन्न चाहिँ अघि देख्न चाहिँ देखिरहेको थिएँ यसो तर खोइ के हो पर्दैन होइन यहाँनिर यो बारकोड रहेछ खोइ के भनेको अनि यहाँ यस्तो राखिदिएको रहेछ त्यही हो
मलाई एउटा नगएको पार्क जान मन परिरहेछ क्या एकचोटि एउटा पार्क छ हामी जान त त्यो त गएकै हकिङ हिल्स भन्ने एउटा हाम्रो घरबाट त्यस्तै 1 घन्टा 30 मिनट 1 घन्टा 20 मिनट कस्तो 1 घन्टा कस्तो लाग्छ राम्रो छ क्या त्यो पार्क लाइक इट्स लाइक वाटर फाउन्टेनहरू हुन्छ नि त्यस्तोहरू छ क्या लाइक झरनाहरू छ क्या राम्रो छ पार्क इट्स लाइक बेसिकली हाइकिङ पार्क हो उकालो ओह्रालो त्यस्तै छ राम्रो छ झरनाहरू छ स्विमिङ गर्न मिल्दैन तर मान्छेहरूले स्विमिङ गरिरहेको हुन्छन् र पनि त्यहाँनिर राम्रो छ क्या ठाउँ जान चाहिँ लाग्छ र राम्रो छ अरू ठाउँ पनि छ यहाँनिर थुप्रो छ जान चाहिँ राम्रो राम्रो भनेको जान समय लाग्छ राइजिङ पार्क छ एउटा त्यो नि राम्रै छ त्यो म गएर त्यो भ्लग पनि बनाउँछु म राम्रो छ हकिङ हिल्स पनि जान्छु बनाउँछु किङ्स आइल्यान्ड त अभियसली गइन्छ ब्रो पनि जाने भन्दैछन् किङ्स आइल्यान्ड चाहिँ बेसिकली त्यो राइड्सहरू छ क्या रोलर कोस्टरहरू राम्रो छ जाने हो त्यहाँ पनि बनाउने हो भ्लग होइन बेसिकली राइजिङ पार्क चाहिँ अब इट्स अ हाइकिङ पार्क थियो बट भ्यूहरू छ क्या राम्रो राति गयो भने त हाम्रो क्या राम्रो देखिन्छ यार साँच्ची गयो यति राम्रो छ नि राति गयो भने मैले फोटो पनि खिचेको थिएँ पहिला गएको सबै ठाउँ गएको म त्यो भनिसकेको भनेको ठाउँहरू राम्रो छ नि त क्लिभल्यान्ड त गइयो तर भ्लग गरिएन क्या खै के भएर गरिएन थाहै भएन केटाहरू थिए साथीहरू होइन हल्का अनि यस्तै उसो भयो गरिएन भ्लग अब फेरि ऊ पनि जाने भन्दैछन् जान एकखेप क्लिभल्यान्ड जान्छु म भन्दै थिएँ अब बा उसँगै जान्छु म भ्लग बनाउँदै हुनसक्छ मेबी होइन ओ ब्रो एकखेप हामी राइजिङ पार्क पनि जानु पर्ला क्या राम्रो छ क्या ब्रो त पार्क लाइक हाम्रोतिरबाट लाइक कति 30 मिनट्स जस्तो लाग्छ होइन राम्रो छ क्या हाइकिङ प्लेस हो भ्यू पनि राति गयो भने भ्यू यस्तो राम्रो छ नि कि ब्रो जानुपर्छ एकचोटि राति गयो भने यस्तो राम्रो छ क्या ब्रो लाइटहरू घरहरू यत्तिकै हुन्छ त्यो लाइटहरू बालेको हुन्छ यति राम्रो हुँदैन छैन कि त्यो पार्क चाहिँ साह्रै मनपर्छ डग मलाई चाहिँ मनपर्ने डगमा भनेको गोल्डन रिट्रिभर फेभरेट गोल्डन रिट्रिभर हो त्यो क्या हो गोल्ड हुँदैन हो यो अनि उयो जर्मन सेफर्ड इट्स अलराइट फेरि ब्याक आइपुग्यो अघि पुरा हामी यतै घुमेको त अघि यतैबाट आएको त हामी रहेछ जाउँ न त के छ र 11 बजी त भन्दा हुन्थ्यो रातिको अझै टाइम छ भन्नुहोस् होला कति बजी मलाई पनि थाहा छैन टाइम पनि हेरेको छु यता के छ र ओडाहरू यस्तो त केही छैन जस्तो त छ जस्तो त लाग्दैन बरु बस्ने ठाउँ रहेछ अलिक शीतल यहाँनिर बार्बिक्यू गर्ने मासुहरू खोलेर राखिदिएको सही हुन्थ्यो क्या शीतल छ राम्रो छ ठाउँ गर्नु गर्मी न गर्मी छ आखिर यहाँनिर चाहिँ मरेको मान्छेको उयोहरू लेखेको क्या लाइक नामहरू लेखेको छ बर्थडे के लेखेको छ क्या मेमोरिजको लागि आई थिङ्क समथिङ लाइक द्याट ओ सेट बिबो रहेछ ओ यताबाट जाउँ न यहाँ ओके छ त त्यताबाट गएर निस्किँदा निस्किँदा हुन्छ एउटै त होइन
उहाँ रहेछ बहिनी डग राइट देयर अब हल्का हामी उताबाट निस्किन्छु मुनि जान्छु गाडीतिर आई थिङ्क यो ब्रोको गाडी हो खै ब्रोले के भन्छ नि चाबी उसको हातमा छ अब ठ्याक्क जाइन्छ होला मुनि अनि उता अघि गोल खेलिरहेको थिएँ मान्छेहरूले त्यतातिर जानुपर्छ भन्दै थियो हिँड्छ होला त्यही हो होइन म चाहिँ तिर्खा लागिरहेछ गर्मीले घाँस गर्नु छैन त्यो माथि तिर्खा लागिरहेछ हो चिसो पानी खाए जस्तो भइरहेछ होइन एक त मैले भ्लग आई गेस किन्न मनाएको भन्दा काममा पनि जाने गरेर भर्खर सुरु गरेर चाहिँ काममा जान त्यही भएर पनि हो पैसा सेभै हुँदैन साँच्ची भन्नुपर्दाखेरि नेपाल फेरि आउनु पर्यो भन्ने एउटा सल्लाह छ डिसेम्बरमा आउँछु कि भन्ने छ खोइ के हुन्छ थाहा भएन साथीले जाउँ न भन्दै अस्ति गएको साथीले जाउँ न गर्दैछ खोइ के हुन्छ म पनि जाने अक्टोबरमा जान्छु भने जस्तो गरिरहेको थिएँ उसले मसँगै हिँड्न डिसेम्बरमा भन्न थाल्यो क्या बरु होइन कहाँ हुन्छ पैसा भयो भने भएन भने त के आउनु भन्यो भने त नेक्स्ट इयरै हुन्छ ब्रोहरूसँग आउँछु नेक्स्ट इयर भएन भने ब्रो पनि आउने भन्दैछन् अर्को मेरो साथी जेम्स ब्रो ऊ पनि आउने भन्दै थियो माइन्छ नेपाल आउने भन्ने त डर्ने छ नि मान्छे चाहिँ गड मैले फोटो हान्दैन फोटो हान्दैन ल ब्रो तिम्रो फोटो हानिदिन्छ है त म एकछिनै गाइस अब उसको फोटो हानिदिन्छ अनि हामी मुनि गएपछि म ब्लग सुरु गर्छु गाइस हामी मुनि आइपुग्यो गाडी यहाँ गोल खेल्ने ठाउँ छ अघि केटाकेटीहरू गोल खेलिरहेको थियो अहिले जस्तो छैन यहाँनिर एउटा बच्चे लोग चाहिँ यहाँ पिङ्गेहरू छ यता छैन त केही छैन त्यही गोल खेल्ने होइन यसो उसको के मात्रै हो होइन के भन्ने उता उयो पार्किङ लट छ उता गोल खेल्ने छ उहाँ केटाकेटीको पिङहरू खेल्ने छ यता त्यति हो यता एउटा केही छैन अलिक माथि मात्रै हो अलिकति रोसहरू गएको केटाहरूलाई खास गरी अर्को रोज गार्डन लानु पऱ्यो भनेर यहाँ आएको अरे बिफोर तर अर्को एड्रेसै अर्कै भएको छ आई मिन आई गेस वेस्टरभिलमा भनेको थियो खै त्यही थिचेको थिएँ तर यसमा ल्यायो गुगलमा हेरेको वेस्टरभिल भन्थ्यो वेस्टरभिल छ नि तर्को त्यही थिचिरहेको थिएँ भरेको लास्टमा त यहाँ ल्यायो यहीँ बस्यो किनकि अर्को पार्क त 22 मिनट अझै उता जानुपर्ने अरे अनि गएनौँ मैले यहीँ बस्यौँ अनि भन्नाले बस्यो भन्नाले यहीँ घुम्यौँ अर्को ब्रो चाहिँ कता हरायो थाहा भएन मुनि हुन्छ भन्थेँ खै मुनि आएको मुनिको छैन गाडी त लग्छ यहाँ छ गाडीको बाहिर पनि छैन त्यो कता गयो आई डोन्ट नो ब्रो अहिले आउँछ कल गर्छौँ हामी कल गरेपछि पत्ता लगाउनु गएको छौँ क्यामेरा बोकेर कता गएको अरू जति भन्यो त्यति अहिले ब्रो आउँछ नि भेट्ने गर्छ त्यही हो हेलो गाइस अब चाहिँ हामी उसको घर आइपुग्यो ऊ चाहिँ अब काममा जान्छन् अरे ओभर टाइम अब हामी चाहिँ यहाँनिर अब उसकै घर छेउमा स्विमिङ गर्ने ठाउँ पुल छ उहाँ गएर एकछिन लाइक पुल खेलिन्छ होइन पुल भन्नाले त्यो ग्याम होइन अर्को स्विमिङ पुल रहेछ क्या त्यहाँ गएर खेलिन्छ स्विमिङहरू गरिन्छ ओरिन्छ अनि मनी घर लगाइदिन्छु अनि एकछिनबाट बुढालाई म भन्छु नि मनी गरिहाल्छु त्यही हो होइन अरू के भन्नु